नमस्ते साथीहरू, आज चाहिँ थुक्पा खाऊ है त। थुक्पालाई चाहिने सामग्रीहरू म यहाँ रेडी गरिसकेको छु। त्यसपछि ग्यासमा कुकर बसाएर थोरै तेल हालेँ। त्यसमा चाहिँ मैले आलु, मटर र चनालाई भुट्दैछु। आलु, मटर, चनालाई भुटेर आफूलाई आवश्यक पर्ने पानीहरू हालेर यसलाई 6-7 सिटी लगाउनु पर्ने हुन्छ। यसमा चाहिँ मैले थोरै पानी हालेको छु। हजुरहरूलाई जतिजनालाई बनाउन लाग्नुपर्छ त्यति पानी हाल्दा हुन्छ। त्यसपछि मैले यसलाई सिटी लगाउनको लागि छोडिदिएँ। कोही चाहिँ 6-7 सिटीमा पनि पाक्छ, कोही चाहिँ पाक्दैन, त्यही अनुसारले पकाउनु पर्ने हुन्छ। यता चाहिँ कराईमा चाहिँ मैले पानी बसालेर यसमा यो नुडल्सको लागि चाहिँ मैले पानी उमालेको छु। त्यसपछि यसमा नुडल्स हालेर एकैछिन उम्लिनको लागि छोड्नु पर्ने हुन्छ। यतातिर नुडल्स पनि रेडी भइसकेको छ भने यतातिर मटर पनि रेडी भएर आइसकेको छ। ल अब यसलाई प्लेटिङ गरौँ। पहिला चाहिँ मैले नुडल्स हालेँ। त्यसपछि मैले यसमा अघि बनाएको मटर र चना आलुको झोल हालेँ। त्यसपछि यसमा चाहिँ माथिबाट प्याज अनि मसँग प्याजको पत्ता पनि त्यो हाल्नुहुन्छ, अझै मिठो हुन्छ। त्यो हालेर माथिबाट चटनी अनि त्यसपछि चटनी माथिबाट कागती निचरेर खाँदाखेरि चाहिँ एकदमै मिठो हुन्छ। त्यसपछि मसँग चिकन पनि थियो, त्यो चिकन पनि मैले हालिदिएँ। चिकन चाहिँ थोरै कालो भएको छ, डढेर फ्राई गर्ने बेलामा डढेर। यसरी यो चिसोमा खानुभयो भने एकदमै मजा आउँछ।